आज हेर्नुहोस् न, पहिला बाजेहरूले लोटठोकमा यसरी माछा मार्थे अरे नि त। हामीले पनि आज यसरी ट्र्यापमा माछा पार्न सक्सेस भएका छौँ। सो भाइ र म चाहिँ बिहानै उठेर घाँस काट्दै खोलातर्फ गइसकेका थियौँ, किनकि हामीले चाहिँ योभन्दा अगाडिको डेमा चाहिँ खोला फिसिङ गर्नु गएको थियो नि त। त्यति बेला चाहिँ हामीले माछालाई ट्र्याप लगाएको थियौँ। सो बाजेहरूले पहिला यसरी माछा मार्नुहुन्थ्यो अरे क्या। अहिले त यो माछा मार्ने तरिका धेरै चेन्ज भएर गइसकेको छ। मैले सुन्नमा आएको जतिजनालाई पनि डायबिटिसको यदि बिमार छ भने नि यसको मुन्टा खानुपर्छ अरे क्या, निको हुन्छ अरे। अब चाहिँ बर्खा लाग्न थालिसकेको छ, एकदमै जुका लाग्ने चान्स हुन्छ है जङ्गलतिर जाँदाखेरि। सो भाइ र म चाहिँ एकदमै एक्साइटेड भएर फर्स्टको हाम्रो राखेको ट्र्यापमा चाहिँ हामी जाँदैथ्यौँ। सो कतिजना एक्साइटेड हुनुहुन्छ, हामी पनि एकदमै एक्साइटेड थियो क्या यो टाइममा चाहिँ। सो तपाईँलाई पनि देखाउन मन पऱ्यो र चाहिँ देखाउँदैछु है। सो हेर्नुहोस् लास्टसम्म हामीले कति माछा पाउँदो रहेछ, तपाईँलाई पनि देखाउने छु है। म चाहिँ भिडियो गर्नुमा एकदमै बिजी थिएँ र भाइलाई चाहिँ पठाएँ नि त, सबै त निकाल म चाहिँ भिडियो गर्छु भनेर। सो हाम्रो यो चाहिँ फर्स्ट रहेको छ। सो हेरौँ है त फर्स्टमा कति आउने रहेछ भनेर। हेर्नुहोस् न, फर्स्टमा यति धेरै माछा आएछ कि हामी त देखेर छक्कै पऱ्यौँ क्या। माछा यति धेरै पाएको थियो फर्स्टकैमा। सो सेकेन्डमा पनि कति पाउँछ होला भन्ने हामी एकदमै एक्साइटेड भइरहेको थियौँ होइन। फर्स्टको ठाउँमा चाहिँ मैले चाहिँ यति साह्रो भरोसै गरेको थिइनँ क्या हामीले यति माछा पाउँछौँ भनेर। सो मैले चाहिँ फर्स्ट टाइम हो यति धेरै माछा पाएको चाहिँ। सो हामीले फर्स्टको ठाउँमा हेर्नुहोस् न, एकै ठाउँमा यति धेरै पायौँ र सेकेन्ड ठाउँमा फेरि हामी गइसकेको थियौँ र सेकेन्ड ठाउँमा हेर्नुहोस् है कति पायौँ हामीले। यहाँनिर पनि धेरै माछा पाएको थियो। सेकेन्डमा चाहिँ फर्स्टको भन्दा चाहिँ अलिकति कम रहेछ। यो सानो पनि ट्र्याप थियो र हेर्नुहोस् न कस्तो ठुल्ठुलो पाएको रहेछ यसमा चाहिँ। सो फेरि हामी थर्डमा गइसकेका छौँ। हामीले चाहिँ धेरै थापेको थियो क्या। सो तपाईँहरूले युट्युबमा भ्लग हेर्नु सक्नुहुनेछ, किनकि मैले थापेको चाहिँ एकदमै युट्युबमा भोइस कभर नगरिकन ओरिजिनल भिडियो आएको छ है त युट्युबमा चाहिँ। सो गएर हेर्नुहोस् तपाईँ आरएसएफ भ्लगमा। यो ट्र्याप लाउँदाखेरि चाहिँ यस्तो दुःख पाएको थियो नि। सो युट्युबमा देख्नुहुनेछ तपाईँहरूले। सो यसमा पनि माछा धेरै पाएको थियो हामीले। भाइले चाहिँ असला माछा त भेटेन त हो भन्ने चाहिँ हेर्नुहोस् न, बल्ल बल्ल एउटा असला माछा पनि आएछ। बिचारा यो चाहिँ एउटा मात्रै रहेछ होइन। अब चाहिँ हाम्रो लास्ट सेकेन्डको रहेको छ हेर्नुपर्ने। यहाँ चाहिँ हामीले एकैचोटि दुईवटा थापेको थियो नि त। दुईवटा एकैचोटि चाहिँ कति धेरै पाएको होला भन्ने हामीले आश गरेर चाहिँ हामी हेर्न लागिरहेको थियौँ। सो तपाईँहरूले पनि देखाउनु छ यसमा पनि कति पायो होला भनेर। सो हेर्नुहोस् है, पहिला हाम्रो बाजे बराजुहरूको चाहिँ कति धेरै आइडिया है यसरी गरेर फिसिङ गर्नुपर्ने। तर माछाहरूको बच्चाहरूलाई पनि अब धेरै असर नगर्ने क्या। फिसिङ गर्दाखेरि पनि हामी जति चाहेको छौँ त्यति फिसिङ गर्न सक्ने र फेरि फिसिङ गर्न गरिरहनु पाउने तरिकाहरू। तर दुःख लाग्छ अहिले चाहिँ, किनकि यहाँ धेरैजनाले दबाईहरू लगाउनुहुन्छ नि त, यसरी युज गरेर माछाहरू मार्नुहुन्छ, करेन्टहरू लाउनुहुन्छ नि त। यसरी गर्दाखेरि चाहिँ खोलामा धेरै माछा मासेर जान्छ होइन। सो यो इयर चाहिँ हामीले अलिकति फिसिङ ट्र्याप गर्दाखेरि चाहिँ यो पनि लक हुन्छ क्या। हामीले लक भएको दिन मात्रै यसरी पाउने हुन्छ। हाम्रो फाइनल चाहिँ हेर्नुहोस् यति पाइसकेको छ। तपाईँहरूलाई पनि माछा खानु मन पऱ्यो भने चाहिँ आउनुहोस् होला मेरो घरमा। सो सबैजनालाई बाई बाई।